हेलो गाइज, वेलकम टु माई भिडियो। आजको भिडियोमा चाहिँ हामीले चाहिँ एक्सर्साइज हामीले चाहिँ डेली गर्नुपर्छ भन्ने बारेमा छ गाइज। हामीले चाहिँ एक्सर्साइज डेली गर्नुपर्छ। यो चाहिँ हाम्रो लागि हो, यो अरूको लागि होइन। किनकि हामी जे चाहन्छौँ त्यो चाहिँ हामीले एक्सर्साइज गऱ्यौँ भने हाम्रो शरीर फुर्तिलो हुन्छ। यो आफ्नै लागि हो र यो एक्सर्साइज गऱ्यौँ भनेदेखि चाहिँ हाम्रै लागि हो। हामी आनन्दित हुन चाहन्छौँ, आफूले चाहेको जस्तो होस् भन्ने चाहन्छौँ र हामीलाई, किनकि हामीलाई स्वस्थ रहनु छ, फुर्तिलो रहनु छ र आनन्दित रहनु छ भनेदेखि र आफूले चाहेको कुराहरू होस् भन्नु छ भनेदेखि चाहिँ हामीले डेली एक्सर्साइज गर्नुपर्छ। प्रत्येक दिन एक्सर्साइज गर्नुपर्छ र हामीले चाहिँ यो कुराहरू सधैँ ख्याल गरिराख्नुपर्छ कि हामीले एक्सर्साइज चाहिँ सधैँ गरिराख्नुपर्छ भन्ने बारेमा चाहिँ हामीले सोच्नुपर्छ। र यस्तै मोटिभेसन भिडियोको लागि हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोला।